आज चाहिँ हामी जाँदैछौँ निजगढको वान अफ द बेस्ट रेस्टुरेन्ट हङ्ग्री रेस्टुरेन्ट। सो तराईमा गर्मी बढेसँगै हामी चाहिँ समर ड्रिङ्क्स गर्न लाग्यौँ है निजगढतिर। हिमाली बासदेखि भलाइखर हुँदै भीमसखको भ्यू हेर्दै हामी चाहिँ पुग्यौँ तामागढी। तामागढीबाट पूर्वपट्टि रहेको निजगढ बजारदेखि 200 मिटर पश्चिममा बाटैबाट देख्न सकिन्छ हङ्ग्री फास्ट फुड एन्ड क्याफे। हङ्ग्री पुगेपछि हामी चाहिँ हतार भित्र छिर्यौँ। सो भित्रको इन्भाइरोमेन्ट अनि डेकोरेसन देखेर मलाई चाहिँ वाउ भन्न मन लाग्यो। गर्मी धेरै बढेकोले हामीले चाहिँ सुरुमै समर ड्रिङ्क्स अर्डर गर्यौँ। सो हामीले गर्मीको वान अफ द बेस्ट समर ड्रिङ्क्स गरिदिनुहोस् है भनेकोले हाम्रो दाइले गर्मीको बेटर जुस वाटरमेलन जुस गरिदिनु भएछ। सो वाटरमेलन जुस बनाउँदा दाइले के हाल्नुभयो त्यो त मैले चिनिनँ, तर लास्टमा स्टाइलिस पारामा हाल्नुभएको चाहिँ मिन्ट नै हो भन्ने मैले चिने। सो समर ड्रिङ्क्स बनेपछि दाइले मलाई दिनुहुन्छ होला भनेको, तर लगेर ब्रदरलाई पो दिनु भइदिएर। सो ड्रिङ्क्स टेस्ट गरिसकेपछि ब्रदरको फेसको एक्सप्रेसन देखेर मेरो मुखमा चाहिँ पानीको बाढी आइसकेको थियो। दामी डेकोरेसन, बबल इन्भाइरोमेन्ट अनि त्यतिको फेमस कफी पनि। सो शान्त वातावरणमा मिटिङ हलको पनि व्यवस्था रहेको छ, जहाँ बर्थडे सेलिब्रेसन अनि मिटिङ गर्दै डिनर पनि गर्न सकिन्छ। बाहिर हेर्दा बाहिरै दामी, भित्र हेर्दा भित्रै वाउ। एकचोटि चाहिँ हङ्ग्री फास्ट फुड क्याफेमा टेस्ट गर्न अवश्य जाउँ। हाम्रै निजगढमा रहेको हङ्ग्री फास्ट फुड क्याफे, जहाँ अर्डर अनुसारको परिकारहरू पाउनुको साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ। सो बाहिरी वातावरणदेखि भित्र डेकोरेसन चाहिँ मलाई दामी लाग्यो। मैले चाहिँ भिजिट गरिसकेँ, हजुरहरू पनि यतिको दामी ठाउँमा भिजिट गर्न नछुटाउनु होला।